नीति गराएर त्यही क्याम्पस बन्द गराउँछ। म आज सोध्न चाहन्छु, कति भ्रष्टाचार गरेको? लाउडा काण्ड कहाँ गयो? धमिजा काण्ड कहाँ छ? चेजेर काण्ड कहाँ छ? चाइना साउथ काण्ड कहाँ छ? एयरबस काण्ड कहाँ छ? घोटाला, सुडान घोटाला, ओम्नी प्रकरण, मेलम्चीको खानेपानीमा भ्रष्टाचार, बालुवाटारको जग्गा कर्ल्याप्पै खाने काण्ड, क्यान्टनमेन्टको घोटाला, एमसीसी का दलाल, नेपाल स्काउटको जग्गा बेची खाने अपराधी चोर फटा। त्यति मात्र होइन, यहाँका नेवार समुदायको गुठी बेचेर खाने यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड। त्यति मात्र होइन, कम्बोडियामा पैसा लुकाउने काण्ड। यसका साथ यति काण्डको छानबिन गर, दोषीलाई कारबाही गर। अख्तियारका प्रमुखलाई मेरो अपिल छ, पार्टीका कार्यकर्ताको हल्लुने कार्यकर्ता नबन। अख्तियार प्रमुखज्यू, तपाईलाई अपिल छ। होइन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र होइन, यो राष्ट्रवादीहरूले यो शक्ति अगाडि बढायो भने यी काण्डका नाइकेलाई जेल हाल्छौं, थुन्छौं र यिनको जमानत सर्वोच्च हरण गर्छौं भनेर हामी यो आन्दोलनमा अगाडि बढेका छौं। धेरैले भन्ने गरे आज बेरोजगारी भयो, अहिले गणतन्त्रमा धेरै उपलब्धि गर्यौं रे भनेर भाषण गर्छन् केही साथीहरू। म सोध्न चाहन्छु, भिरकुटी कागज कारखाना खै, हरिसिद्धि टेक्सटाइल खै, बाँसबारी छाला जुत्ता खै, बालाजु कपडा उद्योग खै, काँचो छाला संग्रहण केन्द्र खै, नेपाल क्युब आयल खै, नेपाल जुट विकास केन्द्र खै, सुर्ती विकास कम्पनी खै, नेपाल ढरोट कारखाना खै, नेपाल रघुजी जुट मिल खै, नेपाल चिया विकास लिमिटेड खै, नेपाल कृषि आयोजना खै, विराटनगर जुट मिल खै, हिमालयन सिमेन्ट उद्योग खै, घरेलु शिल्पकार बिक्री खै, नेपाल कोल लिमिटेड खै, भेटौडा कपडा उद्योग खै, नेपाल यातायात संस्थान खै, बुटोल पावर कम्पनी खै। हुँदा हुँदा काठमाडौँमा चल्ने टर्ली बस खै, कहाँ बेचेर खायौ? यसको हिसाब किताब छ।